अब एकछिन हामी घरबाट निस्क्यौँ, दिदीबहिनी जाँदैछौँ। हेर्नु पानी परेर एकैछिनमा कस्तो डेन्जर भइरहेको छ। अब हामी जाँदैछौँ एकछिन वकिङ गएर घुमेर आउने हो, अनि फेरि यो गर्ने। हामी शनि मन्दिर आइपुग्यौँ, दिदी आउनु हुँदैछ। जाँदैछौँ वकिङ। आजको मौसम हेर्नु कस्तो दामी भएको छ। हेर्नुहोस् हाम्रो बागडोग्राको शिव मन्दिर। ओम नमः शिवाय हेरिहाल्नु, दर्शन गरिहाल्नुहोस् है साथीहरू हाम्रो ब्लगमा हेरेर। दिदी आउनु हुँदैछ पछाडि, हाँस्दै स्माइल दिँदै आउनु हुँदैछ है। हेर्नु साथीहरू पानी परेर आजको मौसम कस्तो दामी भएको छ नि। दिदी कस्तो लाग्दैछ? ओ दामी शीतल भइरहेछ। उहाँ हेर्नुहोस् पछाडि हरियाली हरियाली छ। यता चाय टी गार्डन कस्तो दामी देख्दैछ। हामी अहिले टी गार्डनको यता घुम्दैछौँ वकिङ। पानी परेर झन् पो कस्तो दामी हरियो हरियो भयो। हेर्नुहोस् हामी बाँसघारीको यहाँ आइपुग्यौँ, कमलपट्टि गार्डन। आज दिन चाहिँ दामी छ। यस्तो दिनमा त हिँडेको नै गर्नु मन लाग्छ, तर के गर्नु बेलुका खुट्टा दुख्छ नि त। साथीहरू आज हामीहरूको यहाँ त पानी पर्यो, कस्तो शीतल भएको छ हो। तपाईँहरूकोतिर के भयो? अनि मेरो भिडियो कहाँ कहाँबाट हेर्नु हुन्छ यसो बताउनुहोस् है। तपाईँकोतिर पानीहरू पऱ्यो कि परेन आज? हाम्रोतिर त पानी मजाले पऱ्यो एकछिन भए पनि। अनि मेरो अलिकति साथीहरूलाई अगाडि बढाइदिनुहोस्, लाइक कमेन्टहरू गरिदिनुहोस्, फलो गरिदिनुहोस् मलाई। हजुरहरूसँग यही बिन्ती छ। हामी फुटबल ग्राउन्ड पुग्यौँ, नानीहरू फुटबल खेल्दैछन्, गाईहरू पनि घुम्दैछन्, हामी पनि घुम्दैछौँ। दिदी पछाडि हुनुहुन्छ। हाम्रो मिनुदी छैन, मिनुदीलाई मिस गर्दैछौँ। दिदीको बिना एक्लै राम्रो लागेको छैन। हामी ब्याङ्क दिदी पुग्यौँ, हामीहरू ब्याङ्क दिदी जाँदैछौँ। हिँड्दै हेरिहाल्नुहोस्। दामी हरियाली भएछ, दामी देख्दैछ होइन हरियाली हरियो। ल भयो अरे कुनै गर्छु दिदी। ल साथीहरू आजको लागि यो भिडियोलाई समाप्त गर्दैछु। अब हामी पनि अलिकति ब्याङ्क आइपुग्न आँट्यौँ। आजको लागि यति नै। साथीहरूसँग यति नै भन्न चाहन्छु, मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनुहोस्, फलो गरिदिनुहोस्, अलिकति हेरिदिनुहोस्। ल बाई बाई दिदी, बाई गर्नुहोस्। बाई, फेरि भेटौँला।